Hey guys, welcome back to my new video. So आज भने म तपाईलाई पोर्चुगल सम्बन्धी केही जानकारी दिन गइरहेको छु। अब जाने हैन त पोर्चुगलमा नयाँ डिमान्ड अनुसार वर्किङ भिजाको लागि पनि खोलिसकेको छ। अब त्यो वर्किङ भिजाको लागि चाहिँ अब के क्राइटेरियाहरु हामीले पूरा गर्नुपर्ने हुन्छ अनि नेपालबाट अथवा जुनसुकै EU को सेन्जन कन्ट्रीबाट जानको लागि चाहिँ हामीले के गर्न सकिन्छ। अब हामीले जुनसुकै ठाउँबाट पनि पोर्चुगल गएर वर्किङ भिजामा काम गर्न मिल्छ। आउनुस् भिडियोलाई सुरुवात गरौँ ढिलो नगरिकन। मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर बेल आइकनलाई प्रेस गरिदिनु होला। अब पोर्चुगल जानको लागि हामीले के कस्ता खालका क्राइटेरियाहरु पूरा गर्नुपर्छ त। अब हेरौँ डाइरेक्ट म तपाईलाई चाहिँ मोबाइलको स्क्रिनमा लगेर देखाइरहेको छु। पोर्चुगल सरकारले चाहिँ तपाईहरुलाई कुन खालको क्राइटेरियाहरु पूरा गरिसके पछाडी चाहिँ तपाईलाई भिजा गरिन्छ विथिन 20 डेज। उनीहरुको गभर्नमेन्टको अफिसियल साइटमै उनीहरुले राखिसकेको छ विथिन 20 डेज भिजा भनेको छ। त्यसको मतलब के हो भन्छे पछाडी तपाईको 20 दिनमा मात्रै सबै कुरा काम कारबाही पूरा हुँदैन। त्यो भन्दा अगाडि तपाईको वर्क परमिट पनि आउनु पर्यो, अफर लेटर पनि आउनु पर्यो। त्यसपछि वर्क परमिट र अफर लेटर आइसके पछाडी बल्ल 20 दिन भित्रमा चाहिँ भिजा लाग्ने हो। त्यो विथिन 20 डेज को मतलब चाहिँ त्यो हो। अनि त्यो वर्क परमिट अनि सबै कुरा अफर लेटरको लागि चाहिँ तीनवटा क्राइटेरियाहरु छुट्याएको छ पोर्चुगल गभर्नमेन्टले चाहिँ। ती क्राइटेरियाहरु के हुन् त? नम्बर 1 मा छ भ्यालिड इम्प्लोइमेन्ट कन्ट्र्याक्ट। अब भ्यालिड इम्प्लोइमेन्ट कन्ट्र्याक्ट भनेको कस्तो भने जस्तो हामीले कन्ट्र्याक्ट पेपर भन्छौं त्यो कन्ट्र्याक्ट पेपर हो जो तपाईको जुन ठाउँमा तपाईले काम गर्न जाँदै हुनुहुन्छ त्यो कम्पनीले प्रदान गर्ने एउटा अफर लेटर हो त्यो चाहिँ। त्यसमा चाहिँ निम्न कुराहरु हुनुपर्ने हुन्छ। उसको स्यालेरी देखि लिएर सम्पूर्ण कुराहरु त्यसमा हुनुपर्ने हुन्छ। अनि वर्किङ आवरहरु अनि वीकली कति अनि तपाईको इयरली कति दिन लिभ हुन्छ, कति दिन बिदा हुन्छ, त्यो सबै कुराहरु A to Z त्यसैमा समावेश हुन्छ। अनि त्यो चाहिँ एउटा भ्यालिड कम्पनीको ओरिजिनल अफर लेटर चाहिँ उनीहरुले प्रदान गर्नुपर्ने हुन्छ है एउटा चाहिँ। अनि त्यसैगरी दोस्रो छ अकोमोडेसन रहेको छ जुन तपाईहरु बस्ने ठाउँ त्यो चाहिँ भ्यालिड हुनुपर्ने हुन्छ। त्यसमा चाहिँ म यो ठाउँमा बस्छु भनेर चाहिँ तपाईहरुले डकुमेन्टमा चाहिँ तपाईहरुले गर्नु परेन। तपाईहरुको जुन कम्पनी छ त्यो कम्पनीको ओनरले चाहिँ जसले तपाईलाई प्रोवाइड गर्छ वर्क परमिट त्यसले चाहिँ देखाउनु पर्ने हुन्छ यो घरमा यो ठाउँमा यति नम्बर कोठामा यसरी बसिएको छ भने तपाईले चाहिँ त्यो सम्पूर्ण कुराहरु देखाउनु पर्ने हुन्छ। अनि त्यसैगरी तेस्रो रहेको छ अब त्यहाँको जुन कम्पनी हो त्यसले चाहिँ आवश्यक परेको खण्डमा चाहिँ तपाईलाई ट्रेनिङ दिने जस्तै कामको हुन्छ अथवा ल्याङ्ग्वेजको हुन्छ जेसुकैको पनि होस् त्यहाँ चाहिँ मैले लगिसके पछाडी चाहिँ मैले उनीहरुलाई ट्रेनिङ दिएर हुन्छ अथवा कस्तो गरेर के गरेर हुन्छ 3 महिना ट्रेनिङ होला 2 महिना ट्रेनिङ होला त्यो चाहिँ मैले प्रोवाइड गर्छु भनेर चाहिँ त्यो कम्पनीले जसले वर्क परमिट दिने हो त्यसले चाहिँ उले एग्रीमेन्ट गर्नु पर्यो सुरुमा चाहिँ। अनि त्यो एग्रीमेन्ट गरिसके पछाडी चाहिँ अनि बल्ल तपाईको वर्क परमिटको लागि चाहिँ अप्लाई हुने हो। त्यसपछि वर्क परमिट अप्लाई गरिसके पछाडी चाहिँ अनि बल्ल वर्क परमिट आइसके पछाडी अनि 20 दिनमा चाहिँ तपाईको पोर्चुगलको भिजा चर्ने। अनि त्यसपछि तपाईहरु मजाले जान सक्नुहुन्छ। अनि त्यसैगरी बिना खर्च तपाईहरु पोर्चुगल जान चाहनुहुन्छ भने अब अलिअलि त खर्च लाग्ने नै भयो। तैपनि अब जस्तो अब दलालहरु मार्फत गयो भने त दुनियाभरको खर्च लाग्छ। अनि बिना खर्चै तपाईहरु जान चाहनुहुन्छ भने मेरो अर्को भिडियो हेर्नु होला। मैले त्यसमा चाहिँ तपाईलाई अनलाइनबाट कसरी प्रोसेस गर्ने एकदमै सहज तरिका सरल तरिका मैले तपाईलाई त्यो भिडियोमा देखाउने छु अनलाइनबाट अप्लाई गर्ने। अनि त्यसमा चाहिँ अब म यो भन्दिन कि तपाईले अनलाइनबाट अप्लाई गरिसके पछाडी सबैको चाहिँ भिजा लाग्छ भन्ने चाहिँ हुँदैन। बट तपाईले आफूले पेश गरेको सीबी अनुसार चाहिँ म्याच खान्छ कुनै काम म्याच खाने काम भेटियो भने चाहिँ उनीहरुले तपाईलाई चाहिँ हायर गर्छ र पैसा पनि एकदमै थोरै कम लाग्छ। त्यसरी अब तपाईले दलालहरुलाई 15 लाख 20 लाख दिनुभयो नेपालबाट आउँदै हुनुहुन्छ भने त अहिले गाह्रो नै छ। 15-20 लाख लागिरहेको छ भने तपाईले नेपालबाट पनि प्रोसेस गर्नुभयो अनलाइनबाट भने तपाईले चाहिँ कुनै कम्पनीले हेर्यो भने पछाडी तपाईको सीबीहरु देखि लिएर सम्पूर्ण डिटेल हेर्यो भने तपाईलाई हायर गर्दैछ भने एकदमै सहज हुन्छ। कम लागतमा तपाईहरु पोर्चुगल पुगेर काम गर्न सक्नुहुन्छ, तपाईको सपनाहरुलाई चाहिँ पूरा गर्न सक्नुहुन्छ। हस् त धन्यवाद। यति भन्दै म आज तपाईहरु माझबाट छुट्टिन चाहन्छु। अनि अनलाइनबाट कसरी अप्लाई गर्ने भने म अर्को भिडियो बनाउने छु। अरु केही सल्लाह सुझाव दिनुपर्ने छ भने चाहिँ मलाई कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला। अनि हाउ टु अप्लाई अनलाइन हेर्नको लागि चाहिँ वेट गर्नु होला है त अर्को भिडियो। जय नेपाल जय रोमाङ्ग।